के छ मार्की अझै त सबैलाई मार्की छ हौ आफ्नो त्यस्तै सबै यहाँ मछलीहरूलाई सबैले त्यस्तै छ अहिले समस्या त्यस्तै सबै मार्की लागेर अहिले नयाँ नयाँ एकदम ठिकठाक छ। अनि भाइ के चालको भएर दसैँ मनायो राम्रोसँग भाइले त बनायो नि अब के गर्ने हाम्रो त्यस्तो चलेन। भाइले त बनायो नि अब थाहा छ त। ल अब चाहिँ लाग्यो हामी भाइको डेस्टिनेसनतिर। अनि के छ अनि दसैँ त यहाँ त छैन हाम्रो त सुक्खासुक्खी छ अब यस्तै छ के गर्ने अब यो नेट नभएर क्या लोकेसन कता देखाउँछ रुममा स्टार्ट गरेर लोकेसन चालु गरेर आएको ल अब हामी निस्क्यो अब उतैतिर भेटघाट होला नि केटो विदेशैमा बसेछ भनेर अब हामी चाहिँ जान्छौँ होला। प्रकाश भाइ चाहिँ अब प्रकाश भाइ यतैतिर घरजाम गरेर घरकाम गर्नु सकिन्छ पैसा चाहिन्छ पैसा जस्तो भए त गरिन्छ। दोकान आएको दोकानमा हेर्दैछु के लाने भनेर। सपिङ सुरु भयो सपिङ नेस्टो मार्केट हाइपर नेस्टो मार्केट सपिङ भयो सपिङ भइसक्यो सपिङ के भन्छ 90 डेज त्यो पनि भएन भने 60 कम्ती होइन तर यो त 1 महिनामा नै भयो। जाँदैछु नेस्टो मार्केट सपिङ भयो तर यहाँ भाइको आज ब्याड लक भयो ब्याड लक। अहिले चाहिँ हामी जाँदैछौँ पार्किङ लटतिर सबै व्यवस्थित छ। अहिले चाहिँ हामी पार्किङ लटमा आइसकेको छौँ। मोबाइलबाटै एक्टिभ भयो भने त अब जरिमै प्रमोसन छ 240 मा छ तपाईको सहयोगमा। फाइनली हामी चाहिँ आइसक्यौँ बसौँ ल छिरो हुन्छ त अब चाहिँ हामी छिरियो सपिङ तपिङ भयो नि होइन सबैको सपिङ तपिङ तर एकजना भाइको चाहिँ आज ब्याड भयो यस्तो ढाड दुखिरहेको छु धेरै हिँड्दा उठ्दा हिँडेर दुई खुट्टा 13% भइसक्यो त बेटेर त 13% चेक गर्नै पर्ने छ त्यो हुन्छ हुँदैन तर अहिले हुन्छ होइन अब त भइगयो 4 रियलमा दिएर त्यो चट्टा के अरे समोसा अरे क्या कस्तो लिन्छु भने त्यो अफर चलिरहेको थियो चाटहरू 2 रियल। अब चाहिँ लाग्यो हामी अहिलेको सम्झि साथी हामी निस्कियो सेकेन्ड सही हुन्छ समोसा चाटहरू खानै मन छैन म त दब बजाएको बिहान भात नत्र बसौँ नत्र लिएर आइहाल्छु होइन अब अरू त्यस्तोकै भिड हुन्छ क्या त्यो लाइनमा बस्नुपर्छ धेरै अब होइन साथी फेरि डेभलप त्यो एउटा टेन्सन दिमाग त्यता गइहाल्यो नत्र म नहुनु पर्ने त त्यो सेलेरी कार्ड हो तपाईँको सेलेरी कार्ड भनौँ न सेलेरी कार्ड हाम्रो अलराजी ब्याङ्क होइन क्या ताविल हो क्या त्यो कतिलो हुँदैन त्यो जुतिया कम्पनी साला पैसा पठाओस् भनेर त्यो अलराजीको चाहिँ फर्म भरेर गर्नु न
होइन अब गर्छ अब त्यही चाहिँ हाइवे गर्नुपर्छ। निस्कियो मैले जुन मेरो एप्स भने नि इन्टाच उसले के भन्यो भने तपाईँको मोबाइलबाटै सेन्ड गर्न मिल्छ अब को छ ब्याङ्कसँग चाहिँ गएर